नमस्कार, यो अर्को भिडियोमा तपाईहरुलाई स्वागत छ। आजको यस भिडियोमा चाहिँ गिरीशको भिजा अपोइन्टमेन्ट स्लट नेपालको काठमाडौँ र इन्डियाको न्यू दिल्ली र अन्य भिजा एप्लिकेसन सेन्टरहरुबाट किन बन्द छ भनेर धेरैजनाले सोधिराख्नु भएको हुन्छ। एमबीसी को अफिसियली नोटिस अनुसार जनवरी 1, 2026 देखि चाहिँ अपोइन्टमेन्ट बन्द भएको हो। यो चाहिँ बन्द हुनुको मेन कारण भनेको जुन चाहिँ भिजा सर्भिस प्रोवाइडर छ जस्तो जीभीसीडब्ल्यू छ, यसको चाहिँ कन्ट्याक्ट सकिएको छ। अब एमबीसीले यही पुरानै जुन जीभीसीडब्ल्यू छ यसैलाई निरन्तरता दिने अथवा नयाँ जस्तो भीएफएस बीएलएसहरु पनि सर्भिस प्रोवाइडरहरु हो, यिनीहरुलाई दिने भन्ने एउटा निचोडमा पुगेको छैन। यदि तपाईले चाहिँ गिरीशका लागि भिजा प्रोसेस गर्ने सोच बनाइराख्नु भएको छ अथवा पर्मिट रिसिभ गरिसक्नु भएको छ भने अब तपाईले बेला बेलामा न्यू दिल्लीको जुन गिरीशको एमबीसी छ त्यसको वेबसाइटमा गएर चेक गरिराख्नु होला। किनभने जब गिरीश एमबीसीले नयाँ अपडेट दिन्छ त्यसपछि हामीहरुले चाहिँ सजिलै अपोइन्टमेन्ट लिन सक्छौं। अपोइन्टमेन्ट हामीले चाहिँ यही पुरानै जीभीसीडब्ल्यू बाट ल्याउने अथवा भीएफएस बाट ल्याउने अथवा बीएलएस बाट ल्याउने भन्ने कुरा चाहिँ एमबीसीले नोटिस जारी गरेपछि मात्रै हामीले जानकारी पाउने छौं। र थप अपडेटका लागि चाहिँ हाम्रो टिकटक आइडीलाई पनि फलो गर्न सक्नुहुनेछ भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।